पहिला पनि गरिरहेको थियो तर यो पालि चाहिँ अलिक डिफरेन्ट गरेर त अनुहारमा चाहिँ कालो अलिक अर्कै भयो आज चाहिँ है। ऑडियंस बहुत अच्छा है, ऑडियंस बहुत स्मार्ट है। मेरा ऑडियंस है ना, ये बहुत स्मार्ट है, अच्छा है, अच्छा है। सो हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ सबैजना, सबै सन्चै हुनुहुन्छ होला होइन। आजको भ्लग चाहिँ सिधै कलेजबाट गरिदिएको मैले, किनभने घरमा चाहिँ मैले भ्लग बनाउनु पाइनँ नि त, किनभने मेरो फोन चाहिँ तातिराखेको थियो। त्यसमा मैले चार्ज लगाएर भुइँमा घुप्टो बनाएर राखिँदाखेरि चाहिँ पासवर्ड चाहिँ आफै टक 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 दबेर मेरो त्यो कुछ समयको लागि चाहिँ फोन लक भइदियो नि त, त्यही भएर गर्नु पाइनँ। अनि आजको भ्लग चाहिँ कलेजबाट गर्नु परिरहेछ, किन आजको दिन चाहिँ हाम्रो कलेजमा चाहिँ फ्रेसर्स मिट छ नि त, त्यही भएर आज चाहिँ फ्रेसर्स मिट सेलिब्रेसन गर्नेछौँ हामीहरू। त्यहाँ फ्रेसर्स मिटमा चाहिँ म पनि डान्स गर्नेवाला छु नि त, पोमे कल्चरल डान्समा, त्यही भएर म सबै प्रोग्रामहरूको त देखाउनु पनि सक्दिनँ, किनभने कपिराइट पनि आउनु सक्छ, कोही चाहिँ गानाहरू पनि छ। अनि त्यस्तै हो फ्रेसर हो होइन, कल्चरल पोमे कल्चरल डान्सहरू, नेपाली कल्चरल डान्सहरू चाहिँ फ्रेसर्स मिटमा गरिरहेको छु नि त, किनभने अब कल्चरल चाहिँ अब पहिला मान्छेहरूले होइन कस्तो लुगा लाउँथ्यो, कस्तो के गर्थ्यो होइन, यहाँ यो भेट्दा नि कस्तो गर्थ्यो, त्यही भएर त्यो इतिहास सम्झिँदा नि त्यो कपडाहरू कस्तो लगाउँथ्यो होइन, कसरी तिनीहरू गरेर खान्थ्यो, त्यो कल्चरल चाहिँ। म चाहिँ अहिले चेपालमा आएर बसिरहेको छु, देख्नु सक्नुहुन्छ अगाडि यहाँनिर चाहिँ कल्चरल डान्सको लागि त है। यहाँनिर चाहिँ चिफ गेस्टको लागि स्वागत गर्नु बसिरहेको छ सबैजना, बाहिर इन्ट्रेन्सबाट नि त है, देख्नु सक्नुहुन्छ साह्रो कलेज स्टुडेन्टहरू यहाँ आएर छ नि त। म चाहिँ यहाँ बसिरहेको छु, एकछिनबाट यहाँबाट निस्केर मैले पेसा गर्नु पनि जानुपर्छ नि त है। दिस बोय इज द मेन लिडर फर पोमे कल्चरल डान्स। के छ तू? हाउ आर यू? I'm fine, thank you. Life is hard. Life is hard. ये बहुत मजाक करता है, ठीक है? मेरा नाम पमावी है, ये मेरा दोस्त है। हाँ मेरा दोस्त, ये भी मेरा दोस्त है। एक बहुत अच्छा है। एक मजाक सुना दो ऑडियंस को। ऑडियंस बहुत अच्छा है, ऑडियंस बहुत स्मार्ट है। मेरा ऑडियंस है ना, ये बहुत स्मार्ट है, अच्छा है, अच्छा है। तो कट करो। So finally guys, यहाँनिर चिफ गेस्ट आइरहेको छैन, सबले ताली मारिरहेको छ नि त। स्मल वान यहाँनिर चाहिँ चिफ गेस्ट देख्नै सकेन है, किनभने सबैजना उभिरहेको छ नि त, त्यही भएर देखेन है। र म चाहिँ अहिले यहाँ ड्रेस फेर्नु आएको त, पुमाको ड्रेस यहाँ देख्नु सक्छ कस्तो हुन्छ है। आजको लागि चाहिँ यो मैले लगाउने हुनुहुन्छ नि त, किनभने फ्रेसर्स मिटको लागि नाच्नु पर्ने, त्यसको लागि ड्रेस गर्ने आँटेको। सो अहिले चाहिँ म यहाँ पुमे कल्चरलको डान्सको सुटमा भइरहेको छु नि त, देख्नु सक्छ मेरो अनुहारमा कालो छ, यता यसरी गर्दो रहेछ नि त पुमेको कल्चरल डान्स चाहिँ। पहिला पनि गरिरहेको थियो तर यो पालि चाहिँ अलिक डिफरेन्ट गरेर त अनुहारमा चाहिँ कालो अलिक अर्कै भयो आज चाहिँ है। सो भिडियो पनि गर्नु पाउँदिनँ त्यहाँ पुमै डान्स गरेको स्टेजमा चाहिँ, किनभने क्यामेरा पक्रिने कोही पनि छैन नि त है। ल फेरि भेट्दै गर्नु, भिडियो पनि भइसक्यो।